टाइ भएपछि सकिहाल्छ नि वान टेकमै। अब मेरो माइलोको लागि और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। कस्तो आउँदो रहेछ हेरौँ। हेलो गाइज, वेलकम ब्याक टु अनदर भिडियो, न्यू डे न्यू ब्लग। आज चाहिँ हामी हाम्रो होमे क्रिस्टलको होमी भइगयो नि त ल, होमीको भिडियो सुट गर्नको लागि यहाँ चपोली आएको छौँ। साउन्ड चाहिँ बब्बाल आइरहेछ, मिठो साउन्ड आइरहेछ, मिठो बब्बाल दामी। हामी 4-5 जना केटाहरू मिलेर आएको। गुराँस खोइ गुराँस चाहिँ देखाइदियो भने गुराँस चाहिँ खोइ अलिक नआउँदो रहेछ। ठिकै छ, त्यही पनि अघि नै दिन हिँड्ने भनेको बल्ल बल्ल आइपुग्यो। कोही कता कोही कता। के भयो तँलाई चाहिँ? अझै फोटो ल साथीहरू, हाम्रो फोटोसुट पनि सक्यो। यस्तो 1-2टा फोटोसुट खिचेर हामी चाहिँ अब कृष्णले भ्लगको लोकेसन के अरे भ्लग सुटको लोकेसन हेरिसक्यो। अब हामी चाहिँ त्यहीँ जाँदैछौँ। हल्का ऱ्याप सुनिदिनु होला, लिङ्क डिस्क्रिप्सनमा हालिदिन्छु म। हाम्रो बिटिएस हो, बिहाइन्ड द सिन। हाम्रो होमीको नयाँ ऱ्याप रिलिज हुँदैछ, वान टेकमै हुन्छ। अस्ति भर्खर लेखेकोले साथीले वान नाइटमा, हेरौँ कस्तो हुन्छ है, सुनिदिनु होला। त्यसको च्यानल पनि लिङ्क डिस्क्रिप्सनमा हालिदिन्छु म, तल डिस्क्रिप्सनमा लिङ्क। लाइक सेयर र सब्सक्राइब गरिदिनु। एन्ड मेक स्योर टु सब्सक्राइब माई च्यानल विराज ब्लग्स। लाइक सेयर धेरै धेरै माया दिनु होला मेरो भ्लगलाई। कहिलेकाहीँ झुकेर 3-4 महिनामा एकचोटि आउँछ मुड चलेको बेला। आज यत्तिकै चपोलीतिर आएको थियो, अनि भ्लग बनाउँदैछु म चाहिँ। केटाहरू अगाडि छन्, आउनु सक्नुहुन्छ तपाईँहरू पनि। एकदमै मजाको ठाउँ छ, तर सबैजना आइसक्यो होला सिन्धुलीको त। ओ माई गड, टाइगर जिन्दा आयो। अचानक आइदिने। कहाँ भयो लोकेसन? ल हाम्रो चाहिँ भिडियो सुट स्टार्ट हुँदैछ यहाँबाट। बसिराख न त, त्यहीँ बसिराख एकछिन, यहाँ भिडियो सुट सकेपछि गर्ने। ल हाम्रो चाहिँ फोटोसुट चल्दैछ, हाम्रो भिडियो पनि सकिसक्यो। वान टेक क्यामेराम्यान टाइ भएपछि सकिहाल्छ नि वान टेकमै। बब्बा यस्तो बबालमा छ। कस्तो भ्लगमा तँ त हो मेन क्यारेक्टर आजको, म त साइड क्यारेक्टर हो। खुसी भयो क्यामेराम्यान म नभइकन तेरो भिडियो नै बन्दैन। झर्दैन ए सिधा भएको ठाउँमा हेर्नु, प्लेन हुनु पऱ्यो क्या। त सुत्ने भने होइन, हल्का घाम पनि चाहिन्छ क्या, हल्का। ल हाम्रो चाहिँ फोटोसुट सक्यो। अब हामी जाँदैछौँ माथि त्यो डाँडामा पुगेर, त्यहाँपछि फेरि 1-2टा फोटोसुट खिचेर अनि त्यहाँपछि चल्दिनु पर्छ सिन्धुलीतिर। हल्का सिनेमेटिक सिन छ, अलिअलि राम्रै भए पनि नराम्रो भए पनि त्यस्तै हो। अब अलिक राम्रो दियो भने योभन्दा राम्रो क्यामेरा त कहाँबाट पाउनु। तिमीहरूलाई थाहा नै छैन होला कुन मोबाइलबाट भिडियो रेकर्ड गरिरहेको छु भनेर। जय रे आमा, स्वर्गको परी हो त यो त। किस पनि गरिदिनु क्या होस् त। कक्षामा घाम लाग्यो बेला बब्बाल आइरहेको थियो है। अहिले हल्का घाम डुबिहाल्यो, त्यस्तै छ। तपाईँ आएर फोटोसुट चाहिँ दामी हुन्छ। एउटा फिल्म बनाइदिउँ कि भनेको, घाम डुबिहाल्यो, नभए हाम्रो फिल्मै बन्थ्यो। फिल्म त के भन्नु, रिल
फिल्ममा अलिकति हिरोनी नभएर हामीले फिल्म यहीँ नबनाएको अब हिरोनी बजे हाम्रो हिरोनीहरू सबै घर घरमा छन् क्या आज एकदमै सबै लुगा धोएर सुकाएको छ अरे त्यही भएर आएको गुराँसले कहाँ छ के गुराँस चाहिँ जुम साथीहरू जुम बिचार भाइ पैसा हामी चाहिँ होला बक्चोती गर्नु अझै मिठो एकदमै वाला क्या अर्को त छ अघिसम्म आउँदा गर्मी भइरहेको थियो अहिले जाडो भइरहेको थियो आनन्द पनि आउने अलिकति उकालो भएर चाहिँ भयो यस्तो हो के हो अरे दुईवटा टाइगरहरू हो हाम्रो अहिलेको टाइगरले पार्टनर लिएर आयो अहिले माथि उठाउनु पनि हातै गइसक्यो अनि टाइगर दिँदा आए ओ हाम्रो दुःखको हाम्रो यत्रो धेरै दुःखमा साथ दिने मान्छे भनेको एउटा टाइगर भाइ कताको भाइ गुराँस टिप्नु अरे तल गा ओफ थाप्यो है यति उकालो चल्दा जाने ल आजको लागि यति नै हो बाटोतिरको हल्का भिडियो आउँछ मैले चलाउनु पर्छ अनि त्यही भएर क्रिस्टलले बनाउँछ होला हाम्रो होमीले होमीको भिडियो सायद भोलि नभएपछि आउँछ यो भ्लग चाहिँ आजै अपलोड गर्नुपर्छ है आज नै आउनु सक्छ हाम्रो वान सर्टमा भिडियो कम्प्लिट भइसक्यो वान ट्यापमा त कसो नहोला म्युजिकै कम्प्लिट इजी इजी पिजी यो राम्रो भएपछि पप्पा के गर्नु नपर्ने भाइ कहाँ गयो कहाँ हो भाइ आऊ छोड्देऊ त्यो गुराँस सुराँस भोलि पर्सि टिप्नु कहाँ घर लिएर जाने गुराँस गुराँसै पुल्यो बनैमा बस्नु चाहिँ मेरो कट 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 गर्दै क्यामेरा फ्लिप गरिरहनु दमको रोग हुन्छ जस्तो छ अहिले बिचको फेरि उवाला त नि त पोर्ट्रेटवाला हाम्रो भाइ चाहिँ भेटियो बल्ल बल्ल मैले भाइलाई खासमा तिम्रै लागि गुराँसको फुल टिप्नु पठाएको हो यदि तिमी भिडियो हेर्दैछौ भने यो गुराँस यु गुराँसै फुल्यो माया झऱ्यो रे कहाँ छ कसैले अर्को गरी बना पोर्ट्रेट फोटो यस्तरी हो त्यो चाहिँ ल्यान्डस्केप फोटो तिम्रै लागि भनेर मैले टिपेको यो गुराँस भाइले टिपेको हो तिम्रै लागि भनेर तिम्रै लागि है हेरिरहेको मान्छे ल
ल भाइलाई धेरै धेरै धन्यवाद मेरो माइलोको लागि फुर्ती गरेर ल्याइदिनु भएकोमा माइलो गिभ सम रेस्पेक्ट टु माई लिटल ब्रदर है एकदमै मनैबाट धन्यवाद ल अब चाहिँ हामी घर जाँदैछौँ हाम्रो भिडियो सुट नि भयो फोटो सुट नि भयो गुराँस पनि टिपियो टाइगरलाई नि भेटियो अब के भन्नु यति नै हो रमाइलो भयो एकछिन पिस मौसम त पिस खोज्नु के आइडी इन्स्टाग्राम ब्लक गर्छ होइन डिएक्टिभेट यहीँ छ यहाँ पिस रियल पिस यहाँ छ रियल पिस अफ सेट होइन नि फेरि पिस शान्त क्या म कसम पुरै एक्सप्लेन गर्न सक्दैन क्या चिल ठाउँ यहाँ छ आने तपाईँलाई केटाहरू चाहिँ अगाडि गइसक्यो म चाहिँ यसो भिडियो बनाउँदै हिँडिरहेको छु भिडियो बनाउँदै के भन्नु केटाहरूले अगाडि छोडेर अलिकति माथि अलिकता माथि झुकेर गएछ अनि फेरि यु कान्ट इभन इमेजिन कस्तो आनन्द छ यो ठाउँ तिमीहरू सबैजना आउनु तर सिन्धुलीको मान्छे प्रायः जस्तो आइरहेको छ कोही बाहिरबाट घुम्न आएको छ भने पनि यहाँ आउँदा हुन्छ है फोटोहरू राम्रोसँग खिच्नु पाउँछ खासै धेरै मान्छे त आउँदैन हामी जस्तै कहिलेकाहीँ झुकेर युट्युबेहरू आइपुग्यो भने त्यस्तै हो भिडियो सिडियो बनाउन आउँछ टिकटक सिकटक बनाउनु एकदमै राम्रो ठाउँ छ हावा पनि त्यस्तै सरर मस्त चलिरहेछ एकचोटि पनि रोकेको छैन हो अघि आएकोदेखि हावा सरर चलेको चले क्या यो हो नि त सिन्धुलीमा नि यस्तो ठाउँ थाहा छ तपाईँहरूलाई थाहा छ छैन आएको भए पो थाहा हुन्थ्यो घरबाट बाहिर निस्किने गर्नु कहिलेकाहीँ जतिखेर रिल हेरेर हुन्छ मान्छे कहाँ पुगिसक्यो सिङ्गल घरबाट यहीँ पुगिसक्यो अब रिल हेरेर बसिरहेको होला होइन दिउँसोभरि आमासँग भात आयो भातेहरू भात आयो सुत्यो काम छैन यसो कहिलेकाहीँ घुम्न आउनु अटो सटो रिजर्भ गरेर अब हाम्रो त बाइक छ के भएर आएको हामी चाहिँ सुट गर्नु भनेर पनि फोटो सुट खिच्नु हुन्छ रमाइलो हुन्छ हल्का माइन्डलाई रिल्याक्स हुन्छ नि त एकदमै इट्स भेरी गुड फर हेल्थ कोठामा बस्नु होइन चार दिवारको कोठामा यो चाहिँ बाइक कसको थाहा भएन यहाँबाट यस्तो हिँडेर जानु पर्छ है मासतिर जाने होइन नि ट्याक्क थाहा पाउँछ यहाँ पार्किङको लागि धेरै ठाउँहरू पनि छ पानी पर्नु खोज्या हो कि जस्तो लाग्ने है तर पानी चाहिँ नपर्ने क्या ल गएको बाटोतिर हल्का सिनेमेटिक भेट्यो भने हाल त अब तपाईँ कहाँ जाने ठाउँमा भेट्नु है चपौली बाटो अलिक राम्रो बनाइदियो हुन्थ्यो सरकारले यति त राम्रो हो है अहिले त राम्रै छ पहिला त झन् हिँडेर आउनु पर्दा हामी बाइकमा तल राखेर साह्रो भएको थियो हामीलाई के भनेको सोह्र भयो पेट्रोल पम्पमा त हल्का न्युट्रलमा ओह्रालो मात्रै बाटो जानुपर्छ के रे अलिक माथि त्यो अहिले गाडी तल झरेपछि त सिधै चियाबारीसम्म त निकाल्ने दुई ठाउँमा गर्नु पऱ्यो अझ स्पिडमै गयो भने त ब्रेकडाउन गरेर चिसो भइरहनु आयो अचानक के हो केटा डाइरेक्ट
अगाडि आई लभ सिन्धुली यो कसले बनाएको हो उसलाई चाहिँ एकदमै बब्बाल हाम्रो लाली गुराँस अजम्बरी चम्पा चमेली इरास छ है यो चाहिँ हाम्रो सेल्फी डाँडा भनिन्छ यसलाई किताब निकाल्यो होला त यसलाई चाहिँ हाम्रो सेल्फी डाँडा भनिन्छ हाम्रो यहाँ दामी पेन्टिङ छ टिकटकतिर देखिरहेको थिएँ देख्नु चाहिँ फलो पनि गरेको थिएँ मैले है बब्बाल लाग्यो तपाईँको पेन्टिङ चाहिँ एकदमै दामी छ आई लभ सिन्धुली आई फकिङ लभ सिन्धुली बब्बाल छ यो चाहिँ हाम्रो सेल्फी डाँडा यहाँ हाम्रो बेस्ट वान अफ द बेस्ट चिया पाउँछ क्या चिया इज लभ एकदमै बब्बालले चिया पाउँछ यहाँ चाहिँ सिन्धुलीको जोनार सुन्तला पाइनएप्पल पनि के हाल्नु ए हुन्छ त जहिले हाल्दा पनि केटा हो हाम्रो चाहिँ आजको लागि यति नै छैन खाजासाजा खाएर अब चाहिँ हामी निस्किन लागेको आज लागि चाहिँ यति नै सेल्फी डाँडामा आएर एक दुईवटा सेल्फी हाल्नुपर्ने मेक स्योर टु लाइक माई भिडियो सब्सक्राइब एन्ड टु कमेन्ट अल्सो ओके सेयर पनि फेसबुक मन नपरे पनि गर्ने हेरेकै गर्ने यहाँसम्म हेरेको छ भने त गरिहाल्छ नि त्यति गर्नु त ल सी यु इन नेक्स्ट भिडियो बाई बाई